छ है यहाँ ब्याग चाहिँ 2 3 चाहिँ सिविड अनि वासाबी ब्यालेट सुजहरू छ सो गाइज हामी चाहिँ अहिले भातबुटिङ जाँदैछौँ दाइ बहिनी म दुईटै दिनको भ्लग एउटैमा हाल्नु ल के गर्छ नि अनि अस्तिको इभिनिङ गरेको थिएन तैँले भेरी डिफरेन्ट हामी चाहिँ खानेकुराहरू किन्दैछौँ स्न्याक्सहरू देखाएर मलाई त अब हामी घर गएर त्यो मार्समेलो मुखमा हालेर अनि के अरे कतिवटा हाल्न सक्छ भन्ने कम्पिटिसन खेलेर कुरा गर्दैछौँ कसले धेरै हाल्न सक्छ भनेर वासाबी ट्राई गर्ने रे वासाबी ट्राई गर्ने यहाँ त हेर्न नि हेर्न मात्र होइन एकदम मजा हुन्छ त्यस्तो गरिहालेको दाइ नगर्ने रे नगर्ने ब्याक अफ यो मात्रै त दिनु ओ यो खाम न यो खाम बरु ट्राई गर्दा नि नकिन्ने नि रे मैले के भनेको कुरा केही नि किन्दिनँ मलाई के गर्नु पैसा भएपछि यस्तै हो हामी चाहिँ सिविड अनि वासाबी किनिसकेको छौँ अनि हामी अब घर गएर ट्राई गर्नेवाला छौँ नाटक गर्दै बोल्यो यसरी नै हो भ्लगर के भ्लग गर्ने नै यस्तै त भ्लग हेर्दैनस् यस्ता मान्छेले युट्युब च्यानल खोलेर के गर्छ एकदम भिड छ एकदम चाहिँ के भन्छ अरे युनिफर्म धरी आएछ स्टाफहरूको सिमोन मेरो भ्लगमा आउँछ भाइ युट्युब च्यानलमा हेर है युट्युबमा हेर हामीले चाहिँ लाइन स्विच अफ गऱ्यौँ यता थियौँ यता आयौँ किनभने यहाँ अलि सानो रहेछ लाइन तर लास्टै भिड छ हो गर्मी पनि त्यस्तै भएको छ एसी चलाउनु छोड्दैन क्या भाटुले सिक्का हेर्न सक्नुहुन्छ एकदमै टल्किरहेको छ ओहो हेर्नु यहाँ क्यामेरा धरि देखेको छ हामी चेकआउट गरेर आइसक्यौँ अब हामी सेकेन्ड फ्लोर फर्स्ट फ्लोरतिर जान्छौँ ऊ फाइनली कति पछि लिफ्ट चढ्न पाएँ फाइनली पहिला त माथि थियो त अहिले त माथि पनि छैन के यहाँ के ऐना थियो के ए त नि यहाँ माथि ऐना थियो पहिला अहिले छैन रहेछ ऊ यो लिफ्ट त नयाँ होइन है सबै नयाँ देख्न सक्नुहुन्छ यो जामा चाहिँ एकदमै राम्रो लाग्यो मलाई यो नि कति राम्रो लुगाहरू नि लास्टै राम्रो आयो जस्तो है अब चाहिँ मलाई चाहिँ लुगाहरू एकदमै मनपर्छ लास्टै क्युट छ है भेरी भेरी पहिलाको हेरेर त एकदमै राम्रो कपडा हो क्या भाइ पहिला हेरेर त कति राम्रो है कस्तो राम्रो यो नियनवाला नियन होइन नेभी हो नेभी सरी नेभी ओहो यो ब्याग त लास्टै राम्रो भाइ यसको प्राइस चाहिँ यसको त मैले 3टा ब्याग किन्छु होला खतरा छ है यहाँ ब्याग चाहिँ ओहो कस्तो फ्यान्सी यार कस्तो फ्यान्सी हेर मम्मीलाई पनि यहाँ आएर ब्याग किनिदिनु पर्ने कि यो नि कति राम्रो सबै कति राम्रो यो झन् कति फ्यान्सी हाल्छु म त अब के गर्नु आफूले किन्न नपाएपछि होइन साइड ब्याग नि मिल्छ यो चाहिँ खतरा लाग्यो मलाई यो राम्रो 19 यो होइन यसलाई चाहिँ अलिक सस्तो लाग्यो योवाला होला 19 किन न प्लिज मेरो बर्थडे आउला बर्थडे गिफ्ट अहिले दिए पनि आफूलाई कस्तो राम्रो हेम्पवाला ब्याग रहेछ यहाँ ए नानी राम्रो छ कस्तो राम्रो यिनीहरू नि यो सब नेपाल प्रडक्टहरू मेड इन नेपाल देखिस् ब्याग चाहिँ ओहो खत्रै है खत्रै हो यो ब्यागहरू यता पनि रहेछ नि है यो नि कति राम्रो
यो सबभन्दा बेस्ट के भन्छ अरे यो थाहा भयो नि तर विदेशी ब्रान्ड एउटा खतरा महँगो बर्किन एउटा यस्तो फेन्सी ब्याग देखेर मेरो मुटु कटक कुटुक भइसक्यो त्यो मेरो लागि बनेको ब्याग होला है यहाँ चाहिँ कति राम्रो राम्रो क्लक्सहरू छ है ब्यालेट सुजहरू कति राम्रो राम्रो थियो तर मैले भिडियो बनाउनै बिर्सेँ अहिले यहाँ चाहिँ लिकेज भएछ माइनर डिफेक्ट रगहरू पनि रहेछ धेरै धेरै छ पहिलाभन्दा लास्टै धेरै खुल्ला देखेको छ ओ लास्टिक क्युट यो चप्पल चाहिँ कस्तो राम्रो छ तर इट्स ओन्ली 600 रुपिस दिस पनि 600 होला किनभने एउटै देखिन्छ ओ यहाँ क्रक्सहरू ओहो कति धेरै छ हौ बच्चाहरूको लागि यताको पनि छ यो चाहिँ सबै एक्टिभाहरूको रहेछ यहाँ एकदम राम्रो राम्रो ब्यालेट सुजहरू छ गाइस यहाँ चाहिँ गेमिङ जोन पनि छ तर त्यस्तो बित्ति धेरै चाहिँ रहन्छ कन्स्ट्रक्सन भइरहेछ अब हामी सिधै तल जान्छौँ फेरि भन्नु न आइसक्रिम गाइस यहाँ चाहिँ यत्रो ठुलो भइसकेको रहेछ अहिले चाहिँ आइसक्रिमको लागि ठाउँ ल 1 2 3 चियर्स हामी चाहिँ बाहिर निस्किसक्यौँ पहिला चाहिँ दुईवटा फ्लेभर मिक्स खान पाउँथ्यो अहिले चाहिँ नपाउँदो रहेछ त्यही भएर एउटा मात्रै फ्लेभर है यो पनि ठिकै रहेछ मैले बेस्ट अहिलेसम्मको बेस्ट आइसक्रिम अब हामी चाहिँ घर जान लागिरहेको छौँ यो चाहिँ नारायणघाट बजार हो यु क्यान सी द लाइट यो सब गाडीहरूको लाइट छ हामी घर जाँदैछौँ मेरो त भ्याइन लागिसक्यो मेरो पनि भ्याइन लागिसक्यो अनि यो भ्लगमा चाहिँ म मात्र बोलेको छु यसलाई बोल्नै आउँदैन गाइजहरू होइन त्यही पनि युट्युब च्यानल खोलेको छ मैले उठाएर खोल्नु लगाएको हो अनि मैले गरिदिन्छु एडिटहरू पनि मैले चाहिँ एकदम बबल टी खाम भनेर मेरो लागि चाहिँ किन्ने उनीहरूले चाहिँ खासै खान मानेन त्यही भएर हामी हाम्रो दिन बबल टी खाएर सघाउन जाँदैछौँ ए होइन मार्समेलो पनि खाने होइन त्यो त छुट्टै भ्लग बनाउला त्यसको त हेलो एभ्रिवान आज चाहिँ मार्समेलो कस्तो धेरै हाल्ने भने कम्पिटिसन त्यो चाहिँ अर्को भ्लग बनाउने तर त्यो अर्को भ्लगमा बनायो भने हाल्दैन जस्तो लाग्छ मलाई किनभने थोरै हुन्छ नि त्यस्तो वाला भ्लग त यसो जोइन गरौँला नि त ल स्टेट्युन है जे पनि हुनसक्छ ल अब आजको लागि एकछिन है बाई 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 हाई एभ्रिवान आज चाहिँ हामी मार्समेलो मेरो च्यानल ल मलाई बोल्न आउँदैन के भएन आज हामी मार्समेलो च्यालेन्ज गर्न लाग्यो यसको युट्युब हो तर म धेरै बोलिरहेको छु मार्समेलो च्यालेन्ज यो च्यालेन्जमा चाहिँ के हुन्छ भन्दाखेरि एक एकचोटि एक राउन्डमा एउटा मुखमा हाल्ने अनि पछि कसले धेरैसम्म हाल्नु सक्दो रहेछ अनि हामी के अरे चब्बी बनी पनि भन्दा रहेछ चब्बी एउटा हाल्यो चब्बी बनियो भने अर्को हाल्यो कति राउन्ड फर्स्टमा कति देरबाट गर्ने हुन्छ त्यही तै हो न त्यो युट्युब च्यानल होइन तै हो त्यो युट्युब च्यानल आज अन्डर राख्छ होइन कति भएर गर्नु मलाई दिने हो होइन अठाइरहने एउटा एउटा सब्जी पनि होइन चब्बी बन्ने खानु भन्दा चब्बी बन्ने चब्बी बन्ने भन्नु चब्बी बन्ने के अरे ननी है पिक्निसक्यो मेरो चब्बी बन्ने यत्तिकै चब्बी बन्ने देखिरहेको हेर्नु है नेपाल हो कस्तो कस्तो हुन्छ जस्तो लाग्यो राइटतिर हाल्नु हो
जहाँ हाल्नु नि हुन्छ आफ्नो मर्जी कतिवटा हाल्न सक्ने चब्बी बनी चब्बी बनी कत्रो ठुल्ठुलो हाल्दो रहेछ मान्छेले चब्बी बनी गोयो गोयो हामी त साइडबाट भयो अब चाहिँ बल्ल अलि रियलिस्टिक हुन्छ नि के भन्ने भर्खर तिम्रो स्टोरेज फुल भएर मैले चाहिँ भर्खरै मेरो स्टोरेज अमा कत्रो भर्खरै स्टोरेज फुल भएको थियो कि अनि यताबाट बनाएको भिडियो राम्रो आएन तर मैले एउटा हाल्छ कि यताबाट क्लिप हाल्छ यताबाट फेरि हाल्छ कि अनि फेरि भिडियो आम्मा मुख सुन्नुहोस् त मेरो जलाइन त खतरा दिएछ चिन दिएछ यस्तो चिच्चो दिएछ म सबै लाग्यो है मेरो टर्न चब्बी बनी दाल त खर्च केही देख्यो होइन मेरो निस्कियो गाइड अघि के भएको भन्दाखेरि मेरो त्यो फोनले धर्यो आफ्नो फेस चब्बी बनी मेरो आइसक्यो लास्टै मुख सुन्नुहोस् यता भित्रभित्र आइसक्यो मेरो चब्बी बनी खोइ रहेको मुख सुन्नुहोस् मेरो त जतिको त्यति देख्छ त हौ चब्बी बनी त्यसो त 5-6 हुन्छ है खोइ मेरो 5-6 हुन्छ छैन मेरो त 3 अझै 7 भइसक्यो जस्तो लाग्यो मलाई त त्यसै होइन होइन छैन यसो त छ होला अम्मा भन्छु 5 हो यो बल्ल भन्ने यत्रो अब त्यो गाला दुख्न थाल्छ चब्बी बनी बल्ल लेख्न थाल्यो दहीमा अहिले त्यो होस्टेल भिडको त्यो हिरो त देख्न थाल्यो त्यो होस्टेल टिममा एउटा हिरो छ त चब्बी बनी त्यस्तो देख्न थाल्यो यतिर पक्रिसकेपछि चब्बी बनी चब्बी बनी खाइदिउँ क्या अब अहिले खानु भयो क्या छैन खाँदैन देख्यो मेरो त पुरै गाइस एट हेर्नु न दुख्यो चब्बी बनी चब्बी बनी आफै जिब्रोले चाटेर पातलो बनाइदियो चब्बी बनी नाइन होला अहिले खरेड भयो मेरो छैन जस्तो निस्क्यो त्यो लुजर चब्बी बनी कस्तो मिलाउनु पऱ्यो तपाईँको हनुमान जस्तो देख्छु अया पग्नु लागिसक्यो पुरै जय श्री राम चब्बी बनी यहाँ भन्दा तँलाई चब्बी बनी निस्किन भयो लास्ट अब भयो कस्तो पग्लेर कस्तो कस्तो हुन्छ चब्बी बनी यस्तो रस निस्केछ नि मेरो दुध जस्तो निस्केछ हौ
यसरी भन्दा रियलमा हेऱ्यो भने चाहिँ कस्तो असर लाग्ने रहेछ कि गर्दैन है चब्बी बन्ने अम्मा तपाईँ भने सिधा हो न सिधा त कस्तो ए मेरो अझ हुन्छ चब्बी भन्ने 11 पुरा निस्किनु लाग्यो मलाई त जल हुँदा त्यसको निस्क्यो भने अर्कै अनि भरतपुर हस्पिटल जानुपर्छ एकजना चब्बी बन्ने 11 भइसक्यो अब टु भने तपाईँ भने चब्बी बन्ने ए दुख्यो यार चब्बी बन्ने लास्ट है रस सक्यो है प्लिज के हो यो I'm winner. Vomit गला इसमें कस्तो vomit जस्तो आयो यसमा हेर्दा मात्र सजिलो रहेछ यो ओके गाइस हामीले चाहिँ यस्तो कस्तो vomit आला जस्तो हुन्छ यो ओके चब्बी त चब्बी नै त त्यति साह्रो नसकिने आउँदो रहेछ कि त्यो त धेरै गाह्रो भयो एक्ज्याक्टली छ्या 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 भोइडाला जस्तो गाइस विनर चाहिँ म हो दाइले निकाल्नु भयो छिट्टै त्यसपछि तैले निकालिस् मैले निकालेँ नि खाइदा मैले सकेन गाइस तर भोइडाला जस्तो त्यो दुईटा दाँत बिचमा त्यो ग्याप जस्तो देखेको त्यो म त पुरै दुख्यो त्यो पुरै दुख्यो त्यो वाला अब भोइडाला जस्तो भयो फाल्दा मैले त के कच्याङ कच्याङ भयो मेरो त म पनि पुरै खाना लाग्यो सकिन मैले चाहिँ फालिदिएँ मैले सबै डोन्ट ट्राई एट होम अन्त ट्राई एट आउटसाइड द होम ट्राई एट होम तर त्यस्तो विधि सजिलो अनि अगाडि आइज नि त यो कम त हेर्न यहाँ पुरै दियो यो कति बाटी चाहिँ यसरी सिधा बस्नु भने पक्क देख्छ नि यसरी बस्यो कि के यो बाटी अनि पछि आउन यसरी लिएर आएको त अनि बल्ल यहाँ आएको उसको मैले एडिट गर्ने हो क्या गर्दिनँ अहिले एडिट अनि वासाबी भयो अल्पसी A few minutes later. सो गाइस अब चाहिँ हामी यसमा चाहिँ वासाबी सीविड यो राखेर यसरी थोरै भात राखेर अनि यसमा चाहिँ अब ट्राई गर्न लाग्नु अब कस्तो हुन्छ हामी अब देखाउँछौँ अनि यहाँ चाहिँ हाम्रो मोमो छ मोमो पनि हामीले अलिकति खान्छौँ खान सक्यो भने राख्छौँ सो गाइस हामीसँग हाम्रो DIY बाई निरज दाई ल अब हामी ट्राई गर्छौँ फर्स्ट टाइम फर्स्ट एन्ड लास्ट टाइम cheers cheers guys पछि आउने अरे यो पिरो गुल्लो गुल्लो हो त के यो नपिरो वाला हो के थोरै भयो थोरै भएको मोमोसँग नि हाल्नु त मिठो हुन्छ होला नि होइन फेरि यहाँ माथि गरौँ त ल छुट्टी छुट्टी गरौँ पिरो त हात त्यस्तो विधि भयो म पनि हालौँ होइन यतिकै 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 यसरी त अनि कहाँ पहिला होइन पिरो त हुँदैन हौ यो यसको त्यो क्यापेसिटी चेक गर्नलाई कि यतिकै खाँदा फेरि मिठो होला नि मेरोमा धेरै भयो क्या अनि सानो मेरोमा धेरै अब सकिन्छ होला यतिकै त खतरा मिठो रहेछ तर त्यो निल्नै गाह्रो हुँदो रहेछ मोमो त सकिन यो त पिरो खायो त पिरो तर कस्तो पेलपेल खाले के एकछिन यो रङ पऱ्यो क्या हो गाइस स्क्याम भइरहेछ हामी पिरो त खा तर खोइ हेर्नु त एक्सपेक्टेसन राखेर जस्तो पिरो छैन दुईटो बरु पऱ्यो क्या हो छैन एटोबाट 11 सम्म नोभेम्बरसम्म यो हामीले यो ट्राई गरेको के गाइस वासाबी पेस्ट भनेको वासाबी सस परेछ हो त्यसै के ल हो वासाबी सस रहेछ चिल्ली सस
त्यही भएर राम्रोसँग हेरेर किन्नुपर्छ गाइस। तर मिठो त मिठै उसँग मिठो हुन्छ होला चाउमिनसँग। तर मिठो चाहिँ एकदम मिठो छ। अब यो हामी मोमोसँग खाऊँ न त। मिठो हुन्छ। यो ओके अब हामी अर्को यो मसँग के यसरी हाल्न चोपेर मोमो खाने के त्यसो त के चाहिँ आउँछ र टेस्ट मोमो चिकन मोमो होममेड मोमो यस अचार wasabi wrapper वासाबी मिठो हुन्छ है आज चाहिँ हामी एकदम फुल छौँ गुले गुले हाम्रै बढी फुल छौँ त्यही नै खाइरहेको छ सबैभन्दा बढी स्क्याम चाहिँ यहाँ भयो तर यसमा मिठो हो है यसमा वा मिठो रहेछ पेट यति टन्नै भएछ त्यही पनि गइरहेछ खै निकाल्नु न पर्यो त्यो ऱ्यापर मलाई त्यो ऱ्यापरसँग मिठो लाग्यो मोमो त तर थोरै हुँदो रहेछ है थोरै हुने रहेछ दाइले जाने रहेछ गाइस म चाहिँ फेरि त्यसरी नै खान्छु मेरो लास्ट मोमोको डल्लो है यो मेरो लास्ट म चाहिँ हेरौँ है गाह्रो गाह्रो भयो गाइस ए ला खसिहाल्यो नि फेरि गुरु गयो भयो मुकबाङ कस्तो आज त मिस्तो भएको थियो मिठो भएको थियो गुले गुलो धेरै भएर गाइस यो त रमिङ लाग्यो त्यति है म अलिकति खाँदै त्यसमा नुनहरू थप्यो जस्तो यो त कस्तो कस्तो रहेछ त माछा माछा राख्न है नुन मसला लाग्यो माछा राख्दा गाइस आई विल अल्सो लास्ट पिस देन यति बाँकी छ हामी यो राख्छौँ अनि गुलेर तताएर खान्छौँ यस बासी खाना इज बेस्ट अब निन्द्रा मिठो लाग्छ अनि हामीले के खाएको छौँ गुलियोले गुलियो यो झुक्किन्छ होला गाइस यो वासाबी पेस्ट भनेको वासाबी सस परेको रहेछ मैले हेर्दै नहेर्सँग ल्यायो हामीले जस्ट गुलियो मात्रै हुने रहेछ यो हजुरले वासाबीको रियल टेस्ट चाहिन्छ भने वासाबी पेस्ट छुट्टै किन्नु होला यो वासाबी सस रहेछ यस यस्तै गरेर हाम्रो आजको भ्लग यही समाप्त हुन्छ बाई 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 बाई